अलिकति अवस्था व्यस्त भएको कारणले धेरै कुरा सिक्न पाइएनौँ। अब यो ज्येष्ठ महिनादेखि हामीहरूको चाहिँ क्लासहरू राम्रोसँग हुन्छ आइसकेको छ। त्यस कारण आगामी जुन हामीहरू 2081मा हामी भन्दैछौँ तिनीहरूलाई डिसिप्लिनमा बस्ने, क्लासमा चाहिँ कसरी चल्ने यताउता, तर तिनीहरू चाहिँ अहिलेसम्म केही त्यस्तो इम्प्रुभ भएको छैन। मैले लगभग यो स्कुलमा 8 महिना जति 9 महिना जति मतलब यहाँ मतलब अध्ययन अध्यापन गराइरहेको छु, तर मैले तिमीहरूको उसमा क्युरियोसिटी हेरेन, मतलब अलिकति इच्छा, अलिकति पोजिसन बनाएर सोध्ने टिचरहरूसँग केही नयाँ कुरा सिक्नको लागि तिनीहरूमा जस्तै उत्साहित छैनौ। अरू ठाउँको बच्चाहरू चाहिँ अलिकति एक्टिभ हुनुपर्छ। स्कुलमा आइसकेपछि हामीहरूको रेस्पोन्सिबिलिटी के हो, हामीहरूको ध्यान दिएर सुने यता चल्ने होइन, क्लासमा कसरी बस्ने, जस्तै आफूसँग चाहिँ एउटा क्वेसन बनाएर लिएर आउने कि टिचरसँग प्रिपेरेसन गरेर सोध्ने, अनि बल्ल टिचर चाहिँ त्यही हिसाबले प्रिपेयर गरेर आउनुहुन्छ, तिनीहरूलाई केही नलेज दिनुहुन्छ। जस्तै म सधैँ भन्ने गर्छु एउटा रुखको एउटा सानो रुख हुन्छ, त्यसलाई चाहिँ जब आधी आउँछ र ढल्छ त हामीहरू केही त्यसलाई सपोर्ट राखेर त्यसलाई सिधा गर्न सक्छौँ सोनेमा, तर त्यही रुख जब ठुलो भइहाल्छ त्यसलाई भएपछि त्यसलाई सिधा गर्न सकिँदैन, त्यसलाई के गर्नुपर्छ, काट्न पर्छ। त्यही भएर तिमीहरूको जुन यो अहिले बानी जुन छ यो सुरुवाती दौड हो। हामीहरू यदि चाहिँ के कुरा फलो गरिरहेछौँ, कस्तो कुरा सिकिरहेछौँ, त्यसले नै तिमीहरूको चाहिँ भविष्यलाई के गर्छ त निर्धारण गर्छ। यदि आज हामीहरू चाहिँ सफलताको बाटोमा जान चाहन्छौँ भने आजदेखि हामीहरूलाई चाहिँ मेहनत र त्यही हिसाबको लगन चाहिन्छ। लगभग यहाँ धेरैजनाको प्यारेन्ट्सहरू चाहिँ मिडल क्लासको हुनुहुन्छ, ध्यान दिएर सुन्ने यता आफैमा गफ गर्ने होइन। लगभग चाहिँ यहाँ म तिमीहरू फेरि लिन चाहे तिमीहरूसँग, तिमीहरूको प्यारेन्ट्स चाहिँ स्कुलमा पठाउनुहुन्छ के को लागि, पढ्नको लागि, तर यहाँ इमान्दारीपूर्वक कतिजना पढ्छौ, सबैजना पढ्छौ यो राम्रो पानी हो। तर चाहिँ आफ्नो तर्फबाट भनेर मात्र हुँदैन, तर टिचरले पनि त्यही हिसाबले तिमीहरूलाई हेर्न पऱ्यो नि त। कति बच्चाहरू चाहिँ आफ्नै दुनियाँमा हुन्छन्, जस्तै अनेसेसरी क्वेसन गर्नुभन्दा पनि क्वेसन यस्तो गर्ने टिचरलाई पनि ठिक लाग्नु भनेर पढाइ ग्रेडेड क्वेसन गर्ने यताउता। अहिले सानो छौ, अहिलेदेखि नै सानो यो लभ सब यो सबै वर्डहरू तिमीलाई थाहा भइहाल्छ, अलिक खराब सेन्टेन्सहरू चाँडै याद भइहाल्छ, तर त्यही सब्जेक्टिभ रिलेटेड चाहिँ कुराहरू तिमीहरूलाई याद हुँदैन। कसैले गाली गर्ने यति एक लाइनको चाहिँ बनाएर रेड गर्न सक्छौ, जुन चाहिँ काम लागेको छैन, तर जुन चाहिँ सुटेबल छ त्यस्तो कुरामा फोकस गरेर तिमीहरूको छैन। अहिले म बोलेको छु तिमीहरू गफ गरेर बस्छ, कोही पछाडि हो ध्यान दिएर सुन। यहाँ म के को लागि बोलिरहेको छु, तिमीहरूलाई गफ गर्नुको लागि पागल जस्तै। अनि क्लासमा भएको मोनिटर जसले चाहिँ दिनमा मिलेको छ उसले चाहिँ दिनभरिको अपडेट राख्ने, अनि जो क्लास मोनिटरको कुराहरू टेरेको छैन त्यसलाई चाहिँ सम्बन्धित टिचरसँग भन्ने, तिनीहरूलाई चाहिँ कारवाही हुन्छ, बुझ्यो कि नै। अनि आजदेखि कमसेकम इङ्ग्लिस बोल्ने कोसिस गर्ने, जब इङ्ग्लिस आइरहेको छैन भने आफ्नो टिचरसँग सोध्ने कुनै सेन्टेन्स, टिचर विल ट्रान्सलेट इन इङ्ग्लिस, बुझ्यो कि नै, के बुझ्यो। आजदेखि चाहिँ इङ्ग्लिस बोल्ने कोसिस गर्ने। ल आवर मर्निङ प्रोग्राम द एन्ड ओके एभ्रीबडी अबाउट टर्न।